राजा त्रिभुवनको पालादेखिको यो बक्सित भएका हदगडी हुन्। 4वटा मुद्दा मैले अदालतमा गएर मैले तलिगोठी कैलाशको हदगडी चाहिँ केही माथि राख्नु भएको छ, केही चाहिँ यहाँ छन्। हामी भित्र जाँदैछौँ। हदगडी निकाल्दै हुनुहुन्छ बुवाले। शक्तिशाली देवता तलिगोठी कैलाशका यो हदगडी हजुर, यो गलामा हाल्ने गलीभन्दा उही बेला के थियो भनेपछि यो हदगडी अदालतले गरेको निसाब फैसला हजुर ठ्याक्कै या देउताले खारिज गरिसकेपछि मेरा बाजा आजभोलि काठमाडौँ भयो, उही बेला नेपाल भन्दा हजुर हजुर ठ्याक्कै नेपालबाट चुकिली आयो हेर्नुहोस्। चुकिली भन्नाले ओहो त्यो कस्तो रहेछ मैले गरेको फैसला त्यो खारिज गर्ने, कस्तो त्यो देवता रहेछ, कस्तो धामी रहेछ भनेर भने भनेर त्यो आजभोलि काठमाडौँ भयो, उही बेला नेपाल हजुर नेपाल त मेरा बाजा पौडुवा भया, सोनारो गया हजुर। सोनारोका पौडुवा भइसकेपछि जौसालको नन्दलाल बामन बाजे सोनारोकाको भान्सा बामन, नुवागरको लच्छु भाइ, कोल्टीको धनिया बैदार हजुर, बिर्सैनको रामचन्द्र बैदार, छातीकोटको जयबहादुर मल्ल, बिर्सैनको रिउलिया मुखिया, अङ्गपानीको कर्या बुढाबुढी भन्ने तिनीहरू सात गया। आजभोलि अब बाहा गएपछि छगाला गए बाहा आउने, बाहा गए छगाला आउँछन् यातायातको सुविधाले। उही बेला पाइतल हिँड्नु पर्दैछु, 6 महिना लाग्यो। नेपाल पौडुवा भइसकेपछि नेपालमा राजा त्रिभुवनको पाला के गरेछियो, कह गरेछियो, बिछल भयो राजालाई। राजालाई बिछल भइसकेपछि पछि के भन्यो भनेपछि यी अहिले 7 जोडी छन्। 7 जोडी छन् है हजुर, यी 7 जोडी छन्। हजुर। अन्त के भन्यो भनेपछि ल तो तेरो शक्ति रहेछ, अड्डा अमिलमा घुसखुरी तलमाथि गरेर फैसला गरेका छन् भनेपछि न्याय नपाए त्यो थानमा गयो भनेपछि त्यो फैसला गरिदिनु भनेर 7 जोडी हदगडी, 25 जना गाड्ड, 25वटा मेजबानीका बोका भएर मेरा बाजाको न पछि यहाँ बक्सित भएर राजा त्रिभुवनको पालादेखिको यो बक्सित भएका हदगडी हुन्। राजा त्रिभुवनको पालादेखिको बाजा सोनारोका र राजा त्रिभुवन र राजा दिल्लीको बक्सितका हुन्। अहिले अब कुनै अड्डामा तलमाथि गरे पनि यहाँ मुद्दा खारिज हुन्छ। यहाँदेखि अझ भयो भनेपछि मैले गएर जिल्ला अदालतमा यहाँ तलिगोठी हानेका मुद्दा, जिल्ला हानेका मुद्दा तलिगोठी आयो, तलिगोठी हानेका मुद्दा जिल्ला गएर फेरि दोहोरिसकेपछि अहिले जिल्लाका न्यायाधीशले पनि बोलाएर 3वटा मुद्दा मैले जिल्लामा अदालतमा गएर मैले हानिदिएँ। 4वटा मुद्दा मैले अदालतमा गएर मैले सिद्धिएँ।